प्रभुलाई विश्वास गरेका छौँ, हामीले उहाँलाई पछ्याउँदैछौँ, उहाँसँगै हिँड्दै गर्दा पनि आज धेरैवटा समस्याहरू हाम्रो जीवनमा आउन सक्छन्, आउँछन् नै। धेरैवटा बाधाहरू हाम्रो जीवनमा आउँछन्। कतिचोटि हामीले सोच्दै नसोचेको परिस्थितिबाट भएर हामी जानुपर्छ, तर त्यो परिस्थितिमा हामी डराउने हो त? धेरैचोटि हामी त डराउँछौँ, रुन्छौँ, कराउँछौँ, चिच्याउँछौँ, अब के गर्ने, कसो गर्ने, कहाँ जाने? तर त्यो गर्नुको सट्टामा चाहिँ हामीले के गर्नु पर्यो भन्दा चाहिँ येशूलाई विश्वास गर्नु पर्यो। येशू मेरो साथमा हुनुहुन्छ, येशू मसँग हुनुहुन्छ, अनि येशू मसँग हुनुहुन्छ भनेदेखि उहाँले मेरो जीवनमा आएको हरेक प्रकारको आँधी हुरीहरूलाई उहाँले शान्त पार्नुहुन्छ। हरेक प्रकारको बन्धनहरूलाई, हरेक प्रकारको समस्याहरूलाई उहाँले शान्त पार्नुहुन्छ। त्यसै कारण यदि डरलाई हृदयमा राख्दै हुनुहुन्छ भने तपाईँले परमेश्वरको शान्तिलाई गुमाउँदै हुनुहुन्छ। त्यसैले डराउने होइन, तनाव लिने होइन, फिक्री लिने होइन, चिन्ता लिने होइन, डराएर बस्ने होइन, तर परमेश्वरको वचन पालन गर्ने हुनुहोस्, वचन अध्ययन गर्ने हुनुहोस्, नियमित प्रार्थना गर्ने हुनुहोस्, नियमित सेवा सङ्गतिमा जुट्नुहोस्, परमेश्वरको वचनको घोषणा गर्नुहोस्, प्रचार गर्नुहोस् र येशूलाई हृदयमा राख्नुहोस्, जसले तपाईँ र मेरो हृदयलाई परिवर्तन गर्नुहुन्छ। उहाँ शान्तिको राजकुमार भएको कारणले गर्दाखेरि उहाँले तपाईँ र मलाई शान्ति दिनुहुन्छ र तपाईँ र मेरो दुःख कष्ट अभावमा समस्यामा उहाँले साथ दिनुहुन्छ र सबै कुराहरूलाई चाहिँ तपाईँ र मेरो जीवनको परिस्थितिलाई चाहिँ उहाँले शान्त पार्नुहुन्छ, शान्त पार्नुहुन्छ, शान्त पार्नुहुन्छ। आमेन।